ग्राउन्डलाई दिने यसलाई यहाँ मूर्ति बनाएको छ नि त सिधा भयो क्या सिधा भयो टेन्सन नलिनु कति 1 को रेन्जमा छ ठिक हुन्छ अब हामी बजार आइपुग्ला होइन अब त्यहाँबाट यहीँ हो क्या गाडी जानुपर्यो यहीँबाट हो जस्तो लाग्छ मलाई नि होइन तर ठिकै मलाई यता आइज यता देखाएको थियो यहाँ तल खोइ यतैबाट होला यतैबाट होला यहीँबाट लाग्छ आइज आइज कहाँ त मैले देखिसकेँ हिँड्नु अब ए सक्यो कहाँ सकिने दुर्गुटीमा चाहिँ हाल्नुपर्छ खासै टाढो त होइन अब आइदियो हामी आइपुग्यो हेर किनभने होइन यहाँ सल्लाह गरेर गऱ्यो नि त अनि सल्लाह गर्ने कस्तो रहेछ लगेको दिन्छ मान्छे बाइकमा बाहिर हाल्ने हो भित्र आयो नि भयो होला भित्रमा दिनु होला गाडी त आज अझै होइन यहाँ पार्किङ भित्रै पहिला पार्किङ गरौँ होइन यहाँ सोधपुछ गर्नुलाई बिरामीको लागि सोधपुछ गर्नुलाई किरण किरण भट्ट बाइक राखेर आउँदैछ है त त्यो के भन्छ मोबाइल नम्बर 97 के गर्नु पऱ्यो पहिला त्यहाँ सोधपुछमा जाऊँ ए सोधपुछमा गएर नि के कसो गर्ने भने त्यहाँ रहेछ खास ल ओके हामी चाहिँ यहाँ ठ्याक्कै यहाँ पार्किङ गरेर होइन भित्र आइसकेका छौँ यो चिकित्सालयभित्र प्राकृतिक चिकित्सालयभित्र यस्तो राम्रो ठाउँ देखिएको छ है त यस्तोमा क्या कस्तो मजाको हो नि सर्वक्क अहिले किन ल बिरुवाले कस्तो सजाएको छ सुकेछ पानी हाल्न बाँकी छ त बिरुवामा पानी हाल्न बाँकी रहेछ ठुल्ठुलो भवन उतातिर तयार हुँदैछ ल किरण रिसेप्सनमा जाऊँ अनि त्यहाँ सोधौँ ल कति मजाको ठाउँ छ सामुदायिक प्राकृतिक चिकित्सालय देवचुलेश्वर रजर नवलपुर लेखेको छ है त प्राकृतिक चिकित्सालय किरण लैजाउँ अब यो अब ठ्याक्कै निस्क्यौँ यहाँबाट होइन यस्तो मजाको बाटो छ ल किरण आइज न आइज त्यसलाई फोटो खिच्नु पर्यो एकछिन अब ल अब हामी यहाँबाट लागिन्छ किरण के हो टक्क हिँड्दैको कस्तो मजा है यो प्राकृतिक चिकित्सालय अरे नि त ल अब हामी टक्क यहाँबाट डाक्टर साहबलाई भेट्यो होइन साहबलाई भेटेर अलिकति केही सरसल्लाह लिएर त्यसपछि हामी हेऱ्यो फेरि भोलि आउनुपर्ने भयो भोलि आउने फेरि होइन अनि 1 महिना जति बस्ने त यहाँ ढुक्कै मजा आउने भयो यहाँको रासन पानी खाँदै बेला बेला ए मान्छे त कोही 20,000 बुझाएको छ 30,000 कोही थोरै त्यो त तर जोस् ग्यारेन्टी जस्तो भए पनि निको चाहिँ हुने रहेछ मजाले अनि कस्तो मजाको ठाउँ छ यहाँ त ओहो ए अब हामी बिस्तारै यहाँबाट यतापट्टि छ के छ किरण ठिक छ नि त अब हामी ठिक छ बिरामी मान्छे अरे ए त्यहाँ साँच्चै बिर्सिराख्यो न त क्या माकोमा लस्सी अरे माइताको लस्सी ल्याएर छ मामाले होइन कावासोती फिल्म हलमा आयो अहिले भने
किरण भाइ यता गइरहेछ किरण अब फिल्म चल्न थालिसक्यो पुरा लाइन छ लाइन यतिखेर ओ भित्र अब लाइन लाग्ने हो कावासुती फिल्म हलमा होइन ल है अब सुरु हुन्छ हो किरण अब सुरु हुन लाग्यो है त हो त्यो गैँडाको मूर्ति छ नि हो त्यहाँबाट जान्छ यहाँ तलतिर यहाँ भित्रबाट यहीबाट बजारबाटै बजारबाटै गैँडाको मूर्ति छ क्या मेन दण्ड चोक यहाँबाट सर यहीँबाट दण्डाबाट तल सर गैँडा यहाँबाट तल थारू भिलेजतिर जाने बाटो हो क्या यो यहाँ थारू भिलेजतिर जान्छ विजय पेज ओके अब हामी डाइरेक्ट थारू भिलेज है नि त हेरौँ त धेरै पछि जानु लाग्यो कस्तो छ ठाउँ हेरौँ होइन गएर बाटो त राम्रो रहेछ है पहिला पहिला यो बाटो यस्तो पिच थिएन हिँडेर जान्थ्यो यता हो सिधै हो त्यो गाडी सेतो गाडी भएतिर पहिला पहिला म यता नि भिडियो बनाउन आउँथेँ अघि 1 किलोमिटर सिधै झर्का हुँदैन हो यस्तो यहाँ ओभरटेक गर्न पाइन्न भनेको है यो सिधै झर्का भनेको ओभरटेक गर्न पाइन्न भने हो सानो बाटो छ नि त त्यो भएर हुन्छ ओभरटेक नगर त्यसो भए यहाँ पोखरी छ यहाँ मान्छे क्रस गर्छ यता आइन्छ थाहा भएन फेरि स्ट्यान्ड ल्याइएन क्या त्यो भएर यता यो साइड यहाँ ठ्याक्क टर्निङ परेर मजाले मान्छेहरू बसिरहेको छ अब त सट्टकरी खुल्ला छ नि त यहाँ एउटा छक्का पन्जाको सुटिङ भएको थियो नि त यहाँ छक्का पन्जा फिल्मको गीतको सुटिङ भएको क्या त्यतिखेर पहिला र घाम त कहाँसम्म छ
गोडार चोक आयो गोडार चोक यो गोडार चोक रहेछ है त्यहाँ उता पुगेपछि दाहिने लाग्यो भने चाहिँ गोछाडतिर गइन्छ हामी थारूभिल्लीतिर देब्रे जाने हो यहाँबाट देब्रे बिजै छैन छ नि त सिधै हो सिधा कता हो अब हामी त्यतै हो यहाँबाट दाहिने हो है अम्मलटाढी मध्यवर्ती सामुदायिक दाहिने दाहिने हो दाहिने भनेको यता हो क्या होइन बाघ छ क्या बाघ यत्रो बाघमा अब बोर्डहरू छ हो यहाँबाट थारूभिल्ली जाने बाटो हो क्या अब नि त मूर्ति खिच्नुभयो मूर्ति खिच्नुभयो बनाएको छ यो त कावासती हो नि है कावासती नगरपालिका हो क्या म त कन्फ्युज भयो त हौ के आइपुगेको छैन ठाम ल म त सक्दै पर्दा हिँड्दा ए आइपुगेको छैन रहेछ दङ परिरहेको छु यार यताबाट क्या सिधै हिँड्न यहाँ त अर्कै देखाएको छ त होइन सिधै तल ए म त गहिना आउँछ क्या त आइपुगेको छैन भने म त कस्तो ल हटाएको छु क्या भनेको थारूभिल्ली एरिया हो नि त बल्ल बाम थाल्यो त म त अघि नै हटाएको छ भनेको यहाँ सोलो गरेर होइन हामी अर्कै बाटो आइयो क्या म त मेसै पाउनु सकिन्छ अहिले त कति वर्षपछि आउँदा त यस्तो हुँदो रहेछ है शीतलदेखि नि त पुरा योहरू होला टुरिस्टहरू बढ्ने ठाउँ यसमा पुरा आनन्द हुन्छ होला नि त सुनशान्तै यहाँ बल्ल यहाँबाट सुरु भयो थारूभिल्ली एरिया हामी सिधै हो है सिधा कता यता सिधै सिधै कता सिधा यता हो त होइन कति पछि बाटो क्या ए सिधै हो यता मुख्य यही हो क्या थारूभिल्ली एरिया अहिले घुम्न त अब यहाँ सोलो घर त खासै अब के घुमेको थियो सबै ठ्याक्कै चोक आयो नि त राष्ट्रिय निकुञ्ज भनेको छ अब यहाँबाट उता नआने अब हामी यता लाग्छौँ देब्रेपट्टि ओ दुईवटा सिङ भएको गएर अब यो पुरै टुरिस्ट एरियामा छ नि गयो भने ए होमस्टेहरू पुरै लस्करै यहाँ के लेखेको नि त होइन अमलटाढी होमस्टे गाउँ यता गयो भने चाहिँ हामी पुरै होमस्टे एरियामा जाने हो अहिले चाहिँ हामी त्यता नजाने भयो है त अब यता सिधै अघि हामी यता गयो अब सिधै हामी क्या एक राउन्ड माऱ्यो नि त होइन त्यो भित्रको त्यो भित्र म खासै थिएन केही पनि त्यही भएर पहिला त त्यहाँ पुरा स्विमिङहरू थियो सुशीलले म एकचोटि भित्र प्रवेश गरेको यो गाडी मेरो सेवा गरेँ एकचोटि यहाँ रोक त यहाँ छैन रोक यहाँ चाबी लगाएको छ होइन त अर्को हजुर घर यो भाइहरू कोही पनि आएको छैन छ होइन घर चाहिँ सही सलामत छ मान्छे छैन लजम भाइहरू त सबै काठमाडौँ हो फलेको चाहिँ त फल खानेकुरा छैन ल है बसनहरू कता कता तिमीहरू खानेकुरा मात्रै फलेको छ घर त्यस्तो हो होइन अब ए लस्करै फुल फुलेको छ नमस्कार नमस्कार हो अमेरिकनले बनाइदिएको ए सक्यो अनि त्यही अनि यहाँ कर्मचारीको बालबच्चाहरू पढ्ने यहाँ थियो थारूभिल्ली एरिया हो क्या सबै
कता जाने सिधै सिधै माथि गएर पनि हुन्छ कस्तो मजाको घर जान्छ तिमीले यही हो क्या सानो अहिले कुनै कुनै रहेछ माथि तर सबै यस्तै मात्रै थियो क्या पुरै थियो अहिले त पुरानो भएपछि त कोही भट्यो के भयो नि त अनि आफ्नो आफ्नै तरिकाले बनाउनु थाल्यो बनाएर यहाँबाट दाहिने है अब हामी तलतिर नजाने तलतिर गयो भने अन्त पुगिन्छ अब दाहिने हो यता यो जान्छ यता गयो भने पऱ्यो यता अमलटातिर पुगिन्छ यहाँ चाहिँ एउटा कि दुख्दैन ए हो यसरी यहाँ यता दाहिने घुमायो अब स्वयं एक राउन्ड लगाइदिने यसलाई यहाँ मूर्ति बनाएको छ नि त अब हामी यहाँ ठ्याक्क अब गोशाला गइन्छ क्या 150 मिटर जतिको हिँड्ने ठाउँमा 4-5 किलोमिटरै पर ऊ त्यहाँनिरबाट त हो नि हामी उता गएको त्यो हामी त त्यो पछि पछि थियो नि आएको होइन हो त्यही हो फरक अब यताबाट हामी गइन्छ लेडातिर यो गोछडा छ गोछडा केही थिएन पहिला यत्रो ठुलो बनायो हामी लेडाचोक आइपुग्यो नि त अब यहाँबाट चाहिँ मध्यबिन्दु नगरपालिका सुरु भयो ल ठ्याक्कै मध्यबिन्दु नगरपालिका प्रवेश गरेपछि छ नि त बाटो त इटौरा आउने बेला हो इटौरा यहाँ बजार लाग्छ नि थाहा छ शुक्रबार शुक्रबार हो नि त शुक्रबार बजार लाग्छ गति सीमित भनेको छ है हर्न बजाउन पाइन्न भनेको छ बोर्डमा यहाँ बजार लाग्छ इटौरा बजार भन्छ नि यही हो आज छैन बजार सुनसान छ सेक्वा बाहुन ठाउँ अरे चौडा भन्छ क्या चौडा चार चौबाटो तन्दुरी बाहुन ठाउँ अरे कति लिएर गएको थियो नि तन्दुरी इन्डियन तन्दुरीले फेमस भएको ठाउँ है तन्दुरी सेक्वाले फेमस भएको ठाउँ चौडा होइन है यहाँ त खासै टेर्दैन नि फेरि अब हामी ठ्याक्कै चौडाबाट पनि लाग्यो त हो नि त हेर्नुहोस् न जता हजारमा 10जना त हेर्ला नि हामीले चौकीमा नि गएको हो
क्यामेरा यस्तोमा ट्याक्क राख्नु हुन्छ नि हो त्यस्तो लिनु पऱ्यो क्या अब नि त यो हस्पिटल चोक रहेछ थाहा छ जनौली सिधै जनौली भयो अब ल है मन परोस् किन परोस् हजुर हालिदिएको छु भिडियो हेर्नु होला भन्ने हो नि त अब आजलाई चाहिँ जति नै बेल हो नि त अब जस्तो भए पनि यही भिडियो हालिन्छ हामीले बेल आइकनलाई थिचिदिनु सपोर्ट गरिदिनु एकअर्कालाई है अब मिलेर पैसा कमाउनु भिडियो अनि अब पछि बरु ड्रोन लिने ड्रोनबाट उडाएर भिडियो बनाउने होइन त्यही हो त मिलेर कमाएर खानु मिलेर कमाउने खाने हो ओके छ त ओके छ ल हुन्छ त्यसो भए थ्याङ्क यू ल अब चाहिँ